वेलकम माई युट्युब च्यानल उज्जवल लामा। आज चाहिँ म पार्सल लिएर आएको छ अरे, अनि आज चाहिँ बुङ्गुरको मासु खाने प्लान गरेको छ होइन। केटाले ल्याएको छ अरे, त्यही बुङ्गुरको मासु लिनलाई चाहिँ जान लाग्छ। गाडी छ सबै रेडी भएको छ होइन। गाडी चलाउने सानो गाडी लिएर जान लाग्छ। के गर्नु, यस्तो छ जिन्दगी परदेशको, के गर्नु हजुर। सबजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला, अनि नयाँ साथीहरूले सब्सक्राइब गरेको छैन सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहे। हस् त, धन्यवाद। ल है, आज चाहिँ हाम्रो सोल्टीले चाहिँ सानो गाडी चलाएको होइन। ठुलो गाडी चलाउने मान्छेले सानो गाडी चलाएको कस्तो देखिँदो रहेछ गाइज, हेरौँ अब। आज चाहिँ हामी वास्तवमा चाहिँ बुङ्गुर खानको लागि चाहिँ हिँडेको है। पोर्कको मासु लिन जानु लाग्यो अरे हामी। यस्तो आएको छ, खतरा छ तपाईँको यहाँ। हाल्नु न हौ आज यहाँ मोबाइलै अर्कै खालको हो त, दामी आउँदैन त। तपाईँहरूको त्यो कम्पनीको त्यो साथीहरूको, तपाईँले पहिला काम गर्ने साथीहरू कम्पनीको भिजा जाँदैन? जान्छ नि, अब हाम्रो उमेरै भइसक्यो। मलाई त बोलाइरहेको कम्पनीकै साउले बोलाएको हो, मन नगएको। कति उमेरको लिन्छ? अब त हामी भइसक्यो, 40सम्म लिन्छ हौ। 40 ए 40 त ओभर तर भइसक्यो। अहिले बरानमा काम छैन, यो मेन तेलकै हो। मेन 19 नभए के होइन। तर अहिले बरानमा काम छैन, यति उमेरको लिन्छ। अब त हामी भइसक्यो 40। खै हामी चाहिँ आज पोर्कको मासु लिनको जान लाग्यो। साथीहरूले बराइनबाट पोर्कको मासु लिएर आउँछ अरे। यसपालिको रमजान चाहिँ पोर्कको मासु सल्लाह निकाल है सबै। पोर्कको मासु खानलाई हाम्रो दाइले त भिडियो बनाउँदै हुनुहुन्छ, बिरु दाइले। उमेरको लिन्छ। अब त हामी भइसक्यो 40सम्म लिन्छ हौ। 40 तर अहिले बरानमा काम छैन।